हेलो गाइस, सबैजनालाई मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत गर्दछु। आज चाहिँ हामी भक्तपुर नापुको पोखरी नजिकै छु। यहाँ आउँदाको त्यहाँको पोखरी यस्तो छ। पोखरी हेर्दाखेरि पनि खतरनाक पोखरी छ, डेन्जर पोखरी छ। अनि साथै पोखरी यस्तो खतरा छ। यो पोखरीभित्र हामीले पस्न चालिस भने त हामी डुबेरै मर्छ होला है साथीहरू। हेर्नु साथीहरू, यस्तो मजाको ठाउँ छ यो पोखरी। यस्तो लम्बाइमा पनि कति लामो छ र यो चाहिँ हाम्रो भक्तपुर नापुको नजिकै रहेको पोखरी हो। पोखरीमा चाहिँ पुरै माछाहरू पनि पालेको रहेछ नगरपालिकाले। माछाहरू यस्तो मजाले ल्याउँदैन, कति धेरै माछाहरू हेरेछ। एउटा माछा पनि मरेको रहेछ। एउटा माछा चाहिँ यसरी मरेको रहेछ साथीहरू। Yo quiero machaba mole tu tan sana beno. Tan यहाँ चाहिँ पुरै पुरानो गाडी रहेको छ। यो गाडी साथीहरू चाहिँ आज म हस्पिटलमा आएको छु र हस्पिटलमा आउँदाखेरिको यो भिडियो हो। हस्पिटलमा आउँदाखेरिको भिडियो हो। हस्पिटलमा लाइनहरू बस्नुपर्ने भएकोले गर्दा हामी चाहिँ यता घुम्नलाई आएको। यता घुम्न आउँदाखेरि चाहिँ अब अल्छी लागेर हामी यता घुम्न आएको हो कि साथीहरू। हेर्नु आजको मौसम चाहिँ यस्तो बबाल छ। पोखरीमा घुम्न पाउने हामीलाई आज भगवानले समय दिनुभएको छ, मौका। नापुको पोखरीबाट हामी फेरि सीता पोखरीमा आइपुगेको छ। हेर्नु साथीहरू, सीता पोखरी कुनै यस्तो डेन्जर ठाउँ रहेको छ। यो पोखरी भक्तपुरको सबैभन्दा ठुलो पोखरी रहेको छ। यो यस ठाउँमा आउनेको भिडहरू हेर्नु साथीहरू। पर्यटक स्थल पनि रहेको छ र यहाँ खेल्नको निम्ति ढुङ्गाको पनि व्यवस्था रहेको छ, खेलौनाहरू छ साथीहरू। यस्तो गहिरो ठाउँ रहेछ, धेरै ठुलो छ यो पोखरी। भक्तपुरको सबैभन्दा ठुलो गहिरो पोखरी भनेको यही हो साथीहरू।
mungkin nggak ada. Belum klub jarum. Kalau bisa, apa? Tahu. Wah, kuat jadi. Tahu. Kati mana yang sendiri? Udah lepas sendiri mana? Pas kalau teh sitka itu saatnya support-support yang jatuh